हजुर त जनताले बुझिरहेको छ जनतालाई तपाईँले सुन्नु न, तपाईँले जनतालाई के ठान्नु भएको छ? कस्ता पुर्खा सन्तान भन्दैछु म। जनता मान्छेले यी जनताले बुझ्दैन भन्ने ठानेका छन् नि, त्यस्तो होइन। जनता त यी त वेद पढेर आएका जनता, त्यस्ताका पुर्खाका सन्तानहरू यिनका पहिले पढ्न पाएनन् होला 200, 400, 500, 700 वर्ष अगाडिदेखि, तर जिनमा त छन्। 200-400 वर्ष 700 वर्ष अगाडिदेखि तिमी यो जातको, तिमीले पढ्न हुँदैन, तिम्रो यो गर्नुपर्छ, तिमीले यस्तो गर्न पाउँदैनौ भनेर भन्यो होला। केही शताब्दीको कुरा हो, हामीसँग शताब्दी होइन, लाखौँ पुस्ताको इतिहास छ। त्यसकारण अलिक वर्ष तपाईँले एकदमै अलिक वर्षदेखि पढ्न नपाएका, केही शताब्दीदेखि पढ्न नपाएका छन् नि, हो तिनका छोराछोरीलाई पढाउनुहोस्। त्यही गति झ्यापै उनीहरूले, किनभने जेनेटिक मेमोरी त त्यही हो, गति समाइहाल्छन्। प्रधानजी, म खालि सपनामै फर्किन चाहन्छु। तपाईँले एक ठाउँमा भन्नुभएको थियो, मैले सपना बेचेको होइन, मैले त सपना बाँडेको हो। तपाईँले बाँडेको सपना चाहिँ कति पाए त नेपालीले? किन्न त सकेनन् होला, पर्चेजिङ क्यापासिटी हाम्रो कम छ। मैले भनेको के हो भने, हामीले बनी बनाऊ फल टिप्न खोज्यौँ भने सम्भव छैन। अस्ति सायद शिशिर योगीले हो क्या, असाध्यै सुन्दर ढङ्गले गीत गाउनु हो, म यहाँ एउटा मान्छे खोजिरहेछु। उहाँको आशय थियो देश बनाइदिने मान्छे, हाम्रा पिरमर्का हेरिदिने मान्छे, हामीलाई यो दुःखको परिस्थितिबाट सुखको अवस्थामा पुर्याइदिने मान्छे खोजिरहेछु। मैले बोल्नभन्दा अगाडि उहाँले गीत गाउनुभएको थियो, मैले त्यही कार्यक्रममा भने अब हामीले मान्छे खोज्दै हिँड्ने होइन, म बनाउँछु मेरो देश भन्नु पर्यो। हामी बनाउन सक्छौँ। हामीले मान्छे भगवानले पठाइदिन्छन् भन्ने ठान्नु हुँदैन। भगवानले पठाइदिन्छन् भने पठाइदिएका मान्छे